भन्दछन्। यो शरीरमा एकदमै राम्रो काम गर्दछ। बिच्छीले टोकेको उसमा यसको पट्टा टिपेर यसको पट्टा पात टिपेर राम्रो यसको मिचेर यसको रस लगाइदिने हो भने बिच्छीको विष भगाउनुको साथै यसको फलहरू खाँदाखेरि फल निकाल्ने र यसको दाना गराएर त्यो खाने नियमित खाने गर्ने हो भने यसको दुर्बलताहरू हटाउँछ, यौन शक्तिहरू बढ्छ र यसले एकदमै राम्रो काम गरिरहेको छ। तुलसी यसले धेरै अक्सिजन दिने भएकोले वातावरणलाई एकदमै संरक्षण गर्दछ। यसमा सबभन्दा बढी अक्सिजनहरू पाइने भएकोले मान्छे एकदमै सिरियस भयो भने तुलसीको बुटाको नजिकै लगेर एकछिन भए पनि राख्ने गर्दछ। यो एकछिन भए पनि यसको तुलसीको बुटानेर राख्यो भने अलिकति आराम मिल्ने काम गर्छ, किनकि यसमा अक्सिजन बढी मात्रामा दिइरहन्छ र यो यस्तो उपयोगी चिज हो। यो नियमित खाने हो भने सुगर रोगलाई समेत निर्मूल गर्ने गर्छ। यो तुलसी भनेको प्रत्येकको घरमा रोपेको देखिन्छ र एकदमै प्रचलित चिज पनि हो। फेरि पनि मैले दोहोऱ्याएर भने यसको पट्टा टिपेर यसको पात टिपेर मिचेर यसको पात बिच्छीले तोकेको ठाउँमा लगाइदिने हो भने बिच्छीको विष निर्मूल गर्छ। यसको फल टिपेर पुरै यसको फल यसरी निकाल्ने, त्यसपछि मिच्ने अनि यसको भित्रको दाना खाने हो भने यो एकदमै राम्रो काम गर्छ र यसले मान्छेको शरीरमा सकारात्मक प्रभाव पार्नुका साथै यो एकदमै शक्ति दिन्छ, यसले तागत दिन्छ र यसले यौन शक्ति पनि बडा मजाले बढाउँदै लग्छ र नपुंसकतालाई हटाउने काम प्रभावकारी पाराले अगाडि बढाउँछ। मेरो नाम रजमान बैदावा हो। बाँसगढी नगरपालिका वडा नम्बर 4 बटुवाताल बर्दिया। मेरो नाम रजमान बैदावा हो। बाँसगढी नगरपालिका वडा नम्बर 4 बटुवाताल बर्दिया। म प्रगति जडीबुटी उद्योग दर्ता गराएको छु। मैले सबै किसिमका रोगको औषधिहरू दिने गर्छु। ग्यास्ट्रिक, अल्सर, क्यान्सर, बबासे, सुगर, मिर्गी, जन्डिस, पित्त थैली लगायत सबै ठाउँका पत्थरहरूको हात खुट्टा झमझमाउने र महिनाहरू बिग्रिएको बाँझोपनको र पुरै सबैको औषधि हामीहरू छाला सम्बन्धी घाउ खतिरा सबैको औषधि दिने गर्छौँ र मेरो फोन नम्बर 9858866128 9848866128 9820212941 हो। यो सबैले कुनै पनि व्यक्तिले यदि यो सुनिरहनु भएको छ भने यसलाई राम्ररी हेरेर आफै प्रयोग गर्नुस्। तपाईको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै नयाँ आयाम थपिनेछ। यी कुराहरूलाई आत्मविश्वासका साथ प्रयोग गर्नुहोस्। हस्, धन्यवाद।